एकदमै त भन्नु म अर्को बिजनलाई पाएको जस्तो अयो फोन पाएन दा लाग्दैछ त फोन त अन्त दाको फोन चाहिँ हराएको हामी बिजन दाको के हराएर लास्ट त्यो खोलामा उपर माथि त्यो ब्रिजको मुनि पढे बसेको थियौँ हामी त्यहीँ मिस भएछ लाग्यो अड्डी भयो त यहाँबाट चाहिँ बस बगेको साइरत्न राखेको थिएछ यहाँनिर उसको लागि साइरत्नले चाहिँ सलाउकुम मालिकुम भन्दै गऱ्यो अब हाई के हो नाम तिम्रो नाम के हो कच्चु पानीमा झरेको हो भने त्यतिलासम्म त फोन त जे भइसक्यो पनि भइसक्नु पर्ने झापझुप त्यही ब्रिज पर देखिदिउँ त दा यतातिर पनि हेर्दै गर्नुहोस् है बिजु दा बिजु दादा यता पनि हेर्दै गर्नु यतातिर पनि हेर्नु सेकेन्ड खोज्नको त फोन पाइदियो नि तल रहेछ कहाँ रहेछ दा पायो कहाँ रहेछ त्यहाँ चेपमा झरेछ त्यहाँ झरेछ हेर्नु खोज्नु नआएको रुजुम धन्यवाद पाइदिएकोमा है त्यहाँ त फर्किसकेको थियो अन्त आउनु नि यताबाट तपाईँको इन्टरभ्यू हुन्छ अब तपाईँलाई कस्तो लागिरहेको छ फोन पाएर तपाईँलाई फोन पाएर कस्तो लाग्यो दा एकदमै त भन्नु म अर्को बिजनलाई पाएको जस्तो अयो त्यही के अरे 15 अगस्त हराएको झन्डै फोन झन्डै आजाद भयो झन्डै आजाद भएछ नि यहाँ आइ त किन त्यता पनि गएको फेरि अन्त त्यो जुत्ताबाट त्यताबाट चढ्दाखेरि चाहिँ झरेछ हौ त्यताबाट झन्डै तपाईँहरू त हरेस लाइट पनि पाइदिएछ अन्त फोन नपाइदिएको अन्य गिभअप दिइरहेको थियो नि दाहरू त पाएन भनेर है अमन र ऊ त दा त फेरि होइन जानु पर्छ कति हुन्छ फोन हराउँदाखेरि आम्बो मैले भने नि तपाईँलाई मैले भने नि पानी पसेको छैन होला दा भनेर पानी पस्यो भने त्यसलाई सन्त होइन ल्याङफ्याङ भइसक्नु पर्ने नि त यहाँ गरेको पाइदिए त्यो माथि खोलाको यसमा झरिरहेको चेपमा ढुङ्गाको माथिपट्टि पानीमा चाहिँ पस्दैन रहेछ लु लेट्स मुभ गाइज हेपी दिवाली ह्याप्पी न्यू इयर है चढ